नमस्कार विकेट गोल टिभी फ्यामिली र नेपाली क्रिकेट फ्यान्सहरूलाई आज पनि हामीले टियु क्रिकेट ग्राउन्डमा बन्दै गरेको प्यारापिट र फ्लडलाइट्सको अहिलेसम्मको ताजा अवस्थाको जानकारीमूलक भिडियो लिएर आएका छौँ। टियु क्रिकेट मैदानमा काम सुरु गरेको आज 15 दिन बितिसकेको छ र यसबीच टियु क्रिकेट मैदानमा धेरै काममा धेरै प्रगति देख्न सकिन्छ। वैशाख अन्तिम साताभित्र प्यारापिटको फेज 1 को काम सकाउने म्याद राखेकै कारण प्यारापिट निर्माणको कामले तीव्रता पाइरहेको छ। अहिले प्यारापिट निर्माणको फेज 1 को काम हुँदैछ र यस फेजमा अहिले वेस्ट ब्लक र इस्ट ब्लक गरी जम्मा 10,000 क्यापेसिटीको कुर्सी सहितको सुविधा सम्पन्न प्यारापिट बन्नेछ। इस्ट ब्लक जुन चाहिँ डिजिटल स्कोर बोर्ड भएको साइट हो, त्यहाँ 2000 क्यापेसिटीको प्यारापिट बन्नेछ। त्यो साइटमा प्लेयरहरूको ड्रेसिङ रुम सहित सुविधा सम्पन्न रेस्ट रुमहरूको पनि व्यवस्था हुनेछ। त्यसैगरी वेस्ट ब्लकमा टोटल 8000 क्यापेसिटीको प्यारापिट बन्नेछ। फेज 2 मा भने टोटल 25000 क्यापेसिटीको प्यारापिट बन्नेछ। फेज 2 को बारे भने अहिले त्यता धेरै खुलाइएको छैन। अहिले इस्ट र वेस्ट ब्लक दुवैमा ब्रिक फ्ल्याट सोइलिङ हुँदैछ भने प्यारापिटको लागि प्रोटेक्सन पाइलिङ अथवा पिलरको काम पनि भइरहेको छ। प्यारापिट सँगसँगै फ्लडलाइट्सको कामले पनि तीव्रता पाइरहेको छ। फ्लडलाइट्सको पोलहरूको लागि अहिले पिलर र फाउन्डेसन बनाउने काम भइरहेको छ। साइट इन्जिनियरका अनुसार फ्लडलाइट्सको फाउन्डेसनको काम लगभग 1 महिनामा सकिनेछ र त्यसपछि इन्डियाबाट पोल र लाइट ल्याएर बाँकी काम अगाडि बनाइनेछ। फ्लडलाइट्सको लागि रेभरकोट यस्तो ठुल्ठुलो पोलहरूको निर्माण हुँदैछ।